आज मिति 2082 साल असोज 26 गते आइतबार फेरि एउटा भिडियो बनाउन मन लाग्यो। माताहरूको स्थानमा छु। यो ठाउँ चाहिँ मैले कसरी पत्ता लगाएँ भन्ने प्रसङ्गमा यो ठाउँ जो विष्णु तल हुनुहुन्छ, दृश्यमा आइसक्नु भएको छ। यहाँ भगवती माताको पनि मजाले हेर्नुपर्छ। तपाईँको श्री भगवती भनेर चाहिँ नाम आउँदैछ। त्यो अहिले तपाईँको मैले चाहिँ नाकलाई दुध बनाइदिन्छु, कालो कालो भएको छ त्यो, नभए श्री भगवती भनेर नाम आउँदैछ। विष्णु दृश्यमा आइसकेको छ, तल छ, यहाँ भगवती माता नाम पनि आउँदैछ। मैले यो ठाउँ चाहिँ किन कसरी पत्ता लगाएँ यस विषयमा छोटो कुरा गर्छु। जब म सपना मार्फतबाट विष्णुको रूप भयानक 4 हात, सुदर्शन चक्र, गदा, पद्मशङ्ख, शिरमा बासुकीनाग भएको बेला देखेको बेला म बारक्षेत्र मनले जा भनेर आउँथेँ। अनि यहाँ आइसकेपछि अनि मन्दिरमा राखेको त्यो मूर्तिहरूलाई पूजा गर्थेँ। अनि मन खल्लो हुन्थ्यो, मन खल्लो हुँदै घर फर्किन्थेँ। फेरि तपाईँको विष्णुको भयानक 4 हात म आफै हुन्थेँ। कहिलेकाहीँ कृष्ण हुन्थेँ, कहिलेकाहीँ विष्णु, कहिलेकाहीँ राम, कहिलेकाहीँ शिवजी, त्यस्तो खाली हुन्थेँ। ध्यान तपस्या चाहिँ गर्थेँ। ध्यान तपस्या त मैले जेलबाटै शाकाहारी भएर जेलबाटै गर्न थालेको, जेलबाटै मलाई तन्त्र मन्त्र दिनुभएको। अनि खालि विष्णु हुने, शिवजी हुने, अनि कृष्ण हुने, राम हुने, सुदर्शन चक्र चलाएर शत्रुहरूलाई नाश गर्ने। त्यस्तो हुँदै फेरि बारक्षेत्र आउन मन लाग्ने, बारक्षेत्र आउने, फेरि खल्लो भएर जाने। अनि एक दिन चाहिँ अनि बारक्षेत्र एकजना बहिनी, अहिले यहाँ बारक्षेत्रवासी हुनुहुन्छ, अहिले उहाँ कुवेतमा हुनुहुन्छ। उहाँलाई चाहिँ मैले भने, होइन यहाँ त्यो मन्दिरमा भएको मूर्तिहरू चाहिँ कुन ठाउँबाट लिएको हो, कहाँबाट लिएको यो मूर्तिहरू भनेपछि चाहिँ अनि उहाँले चाहिँ माथि जानु, माथि जङ्गलमा जानु नि भनेर चाहिँ अनि त्यसपछि उहाँले त्यो त्यति भनेपछि म एक्लै माथि चढेँ। आउँदै विष्णु भएको ठाउँमा आउने बित्तिकै त्यहाँनिर एउटा ऊर्जा, ठ्याक्कै ऊर्जाले छुयो, एउटा तपाईँको शक्तिको ऊर्जाले छुयो। अनि मलाई महसुस भयो, अनि यो चाहिँ विष्णुको घर भन्ने कुरो मलाई त्यहाँ महसुस भयो। अनि फेरि यहाँ माथि चढेर आएँ। अनि यहाँनिर भगवती माता यो ठाउँमा, यहाँ ठ्याक्कै गेटमा आउने बित्तिकै, तल गेटभन्दा तल बाटोमा आउने बित्तिकै शक्तिको ऊर्जाहरूले शरीरमा तरङ्गहरू, त्यो झट्काहरू लाग्न थाल्यो। अनि यहाँ आइसकेपछि यहाँ आउने बित्तिकै तपाईँको एउटा पोजिटिभ झट्काहरू, तपाईँको भाइब्रेसन झट्काहरू। अनि आएपछि अनि फोटो खिचेँ त्यहाँको तल विष्णु भएको यहाँको फोटो खिचेर घरमा लगेँ। घरमा लगिसकेपछि अनि सबै कुरा थाहा भयो। जय धरणी जय बरा किन भनेको रहेछ भने, जय धरणी धरती माताको घर यहाँ रहेछ। यहाँको शिला चाहिँ बारक्षेत्र मन्दिरमा लगेर राखेको छ। अनि जय बरा भन्छ विष्णुको शिला, घर मैले पत्ता लगाएँ। त्यसपछि चाहिँ अनि विष्णुको रूप म आफै विष्णु भएको बेला, कृष्ण भएको बेला आउँथेँ। अनि यहाँ आएर यसमा अनि सुरुमा यहाँ पूजा गर्थेँ। अनि आनन्द, त्यसपछि चाहिँ त्यो मैले पहिला आउँदाखेरि जुन खल्लो हुँदै घर फर्किन्थेँ, त्यहाँबाट चाहिँ पुरा सन्तुष्ट हुन थाल्यो। यो ठाउँ चाहिँ यसरी पत्ता लगाएँ, खुसी छु। जय धरणी धरती माताको घर, जय बरा विष्णुको घर। अनि कति आनन्द आयो, पत्ता लगायो, कति खुसी लाग्यो। जे पत्ता लगाउनु थियो त्यो लगाइसकेँ। अनि त्यसपछि यहाँ बस्ने एउटा आदेश आयो, यहाँ बस्न थालेको छु। यहाँ बस्न थालेको पनि 2 वर्ष अब भयो भन्दा हुन्छ। 2 वर्षमा 100 दिन 100 रातभन्दा पनि बढी बिताइसकेँ। अब सुरुमा चाहिँ अब यहाँ भएकोहरू अब नराम्रोहरूसँग यसै पनि अलिकति युद्ध जस्तो त भइ नै हाल्छ होइन। अब यो जङ्गलमा यो च्यानगारी हो, फेरि यो च्यानगारी हो। यहाँनिर तपाईँको जान्ने धामी तपाईँको झुन्डेर मरेर त्यहीँ गाडेको छ। च्यानगारी हो यहाँनिर। शक्तिहरूको एरियामा फेरि नेगेटिभ पावर वरिपरि हुन्छ, त्यो कुरो अब हामीलाई थाहा हुन्छ। यो ठाउँ यसरी पत्ता लगाइयो, खुसी छु। पत्ता लगाएको चाहिँ यसरी हो। अब यस्तै तपाईँको खास चाहिँ तपाईँको यो बाराक्षेत्र भनेको शक्तिको केन्द्रबिन्दु हो। इन्डियामा भएको जगन्नाथ, केदारनाथ, बद्रीनाथ, नेपालमा भएको पाथिभारा, देवघाट, हलेसी महादेव, पशुपति, हाम्रो काठमाडौँमा भएको पशुपति मन्दिर, यो चाहिँ शक्तिको पीठ हो है, शक्तिको पीठ हो। यो बाराक्षेत्र भनेको चाहिँ फेरि शक्तिको पनि केन्द्रबिन्दु हो। यहाँ स्वयं विष्णुको घर छ।
विष्णु भनेको फेरि 33 करोड देवी देवता 133 कोटी देवी देवता भन्दा श्रीहरि विष्णु माथि हुनुहुन्छ। जहाँ श्रीहरि विष्णु हुनुहुन्छ त्यहाँनिर 133 करोड 33 करोड देवी देवताहरू 33 कोटी देवी देवताहरूको बास हुन्छ है। ब्रह्मा विष्णु महेश पनि विष्णुकै अवतार हुन्, विष्णुकै 3 रूप हुन्। विष्णुभन्दा माथि 3 स्टेप छन्। त्यही भएर यहाँनिर यहाँबाट चाहिँ अहिले संसार सञ्चालन भएको छ। तपाईको यहाँबाट यो पृथ्वी यो संसार सृष्टि गर्नुभएको सृष्टि स्थान है। यहाँ र तल विष्णु भएको ठाउँमा सृष्टि यो पृथ्वी संसार सृष्टि स्थान हो। यो ठाउँमा आएर यो ठाउँमा आउने बित्तिकै एउटा पोजिटिभ भाइब्रेसन बेग्लै आनन्द आउँछ। तपाईहरू पनि आउनु होला। यो ठाउँ बारक्षेत्र मन्दिर पुग्नै पर्दैन, यता माथि जङ्गलमा पर्छ। तपाईको सरस्वती माता, भगवती माता, लक्ष्मी माता, पल्लो छेउमा काली माता, श्री गणेश छेउमा हुनुहुन्छ। भगवती माताको शिरमा वासुकीनाग हुनुहुन्छ। यस्तो यो दिव्य ठाउँ, यो शक्तिको केन्द्रबिन्दु ठाउँ तपाईको यस्तै हो। यो शक्तिको केन्द्रबिन्दु, यहाँको शक्तिलाई नै यहाँको शक्तिबाटै तपाईको पुरै पृथ्वी पुरै सञ्चालन विश्व चलेको छ। यस्तो ठाउँमा आएर ध्यान तपस्या गर्नु एउटा चोइस भएको आत्मा। फेरि एक त अब मैले बारम्बार भनेको, अब एक त म 4 युगमै आएको रहेछु। बोल्नु पनि कर्म हो। अब त्रेतायुगको राम मेरै पूर्व जन्म, द्वापरयुगको श्रीकृष्ण मेरै पूर्व जन्म, गौतम बुद्ध चाहिँ अंश है भनेर चाहिँ भन्नुहुन्छ मलाई। गौतम बुद्ध चाहिँ मेरो अंश रहेछ। अहिले म विष्णुको राम हुँदाखेरि तपाईको 8 कला, कृष्ण हुँदाखेरि 16 कला, अहिले मैले 64 कला लिएर आएको छु। कला भनेको पावर है। अहिले चाहिँ मैले आफ्नो इच्छा अनुसारको शरीर धारण गर्न सक्छु। सफल भइसकेपछि चाहिँ अहिले चाहिँ तपाईको दिव्य नेत्र हुनेहरूले मेरो दिव्य शक्ति, दिव्य रूप चाहिँ देख्दो रहेछ। धेरैजनाले देखिसकेको छ मैले नभन्दाखेरि पनि। ठिक छ, अब हामी सबैलाई राम्रो होस् भनेर मैले गर्दैछु। ल, म श्री धर्मगुरु। अब तिहार पनि आउँदैछ। अग्रिम ह्याप्पी तिहार सम्पूर्ण नेपालीहरूलाई। अब यस्तै हो, सबैभन्दा ठुलो सम्पत्ति भनेको आत्मसन्तुष्ट। आत्मसन्तुष्ट सबैभन्दा ठुलो सम्पत्ति चाहिँ है। खुसी हुनु, आत्मसन्तुष्टि हुनु नै सबैभन्दा ठुलो सम्पत्ति हो है। यो मेरो लागि होइन, सबैले नै सोचेको छ, सोचिरहनु भएको होला, हो पनि। सबैभन्दा ठुलो सम्पत्ति भनेको आत्मसन्तुष्ट, आफू खुसी हुनु, आफू आत्मसन्तुष्टि हुनु नै सबैभन्दा ठुलो सम्पत्ति हो। लु भन्दै भिडियो चाहिँ फेरि 8 मिनट कटिहालेछ। लु, म श्री धर्मगुरु। अब संसारलाई सरप्राइज दिने समय धेरै टाढो छैन कि जस्तो पनि लाग्छ, तर मेरो हातमा त छैन र धेरै छैन। मलाई थाहा छ अब सबै कुरो पनि भन्न पनि अलि मिल्दैन। ल, तपाईहरुलाई अब मैले दिव्य ज्ञान दिने समय पनि आउँदैछ। अहिले जति दिएको छु 5-10% दिएको छु, धेरै छ। म पनि समयको प्रतीक्षामा छु। तपाईहरु पनि समयको प्रतीक्षा गर्नु होला। धेरै गुड न्यूज आउँदैछ अब। ल भन्दै मैले राखेँ। लु, सम्पूर्ण हामी सबैलाई राम्रो होस्, हाम्रो सबैको बुद्धिको बिर्को खोलोस्, तपाईको विचार कर्म बदल्नुस्। ल, म श्री धर्मगुरु। हामी सबैलाई राम्रो होस्। भाइ है।